नमस्कार। आज केही विषयमा आफ्ना मनमा लागेका कुराहरू राख्न गइरहेको छु। गत भाद्र 23 र 24 नेपालमा जुन किसिमको घटना घट्यो, त्यसपछि नेपालको राजनीतिक एउटा फरक दिशामा अगाडि बढिरहेको छ। संविधान भन्दा बाहिरबाट सरकार बन्ने काम भएको छ र यो सरकार बन्ने विषयलाई लिएर र अहिले जुन किसिमको नेपालमा राजनीतिक गतिविधिहरू अगाडि बढिरहेको छ, यसलाई नेकपा एमाले फरक ढङ्गले लिएको छ र यसलाई फरक ढङ्गले विश्लेषण गरेको छ। यो एउटा गैर संवैधानिक कदम हो। नेकपा एमाले देशैभरि कार्तिक 22 गते वडाहरूमा र 25 गते पालिकाहरूमा र हिजो 29 गते जिल्लाहरूमा विभिन्न किसिमका जनप्रदर्शनहरू एकैचोटि गरेको छ र यसको खास मुद्दा भनेको संसद पुनर्स्थापना हो र सँगसँगै त्यो भाद्र 23 र 24 गते भएको घटनाको निष्पक्ष छानबिन सहित माग राखेर यो किसिमको एउटा प्रदर्शनहरू, शान्तिपूर्ण प्रदर्शनहरू भइरहेको छ र नेकपा एमाले मात्रै एउटा यस्तो शक्ति हो नेपालमा जसले विगतदेखि नै आफ्नो व्यवस्थापन, अनुशासन लगायत विभिन्न कुराहरूमा देशैभरि एकैसाथ एउटै समयमा कामहरू गरेको छ र एउटा व्यवस्थापनको हिसाबले पनि यो एउटा चाहिँ महत्त्वपूर्ण छ र नेकपा एमाले गरेको यो एउटा प्रदर्शनमा एउटा पात पनि नहल्लिने गरी शान्तिपूर्ण ढङ्गले हजार मान्छेहरू सडकमा उतारेर यो किसिमको एउटा प्रदर्शन गरेको छ र यो आफैमा एउटा सबैले चाहिँ सिक्न पर्ने विषय छ। जुन किसिमले हामी 23 र 24 गतेको आन्दोलन देख्यौं र त्यसलाई मैले केही समय अगाडि एउटा टेलिभिजन अन्तर्वार्तामा पनि सुनेको थिएँ। अब हाम्रा कलेजहरूमा, विद्यालयहरूमा हामीले हाम्रो सरकारसँग कसरी मागहरू राख्ने, कसरी शान्तिपूर्ण आन्दोलनहरू गर्ने भन्ने विषयमा पढाउनुपर्छ भन्ने विज्ञहरूको माग आइरहेको छ र त्यो एउटा सिक्नको लागि नेकपा एमालेबाट पनि सिक्न सकिन्छ। किनभने उनीहरूले हिजो र 22 गते 25 गते गरेको आन्दोलन चाहिँ कार्यक्रमहरूमा हजारौं मान्छे सडकमा उत्रे, तर पनि एउटा पात पनि नहल्लिनु भनेको सिक्न पर्ने विषय रहेको छ। 23 र 24 गते जुन किसिमको आन्दोलन देख्यौं, जसरी व्यक्तिहरूको घरहरू र सरकारी संरचनाहरू र हाम्रो राष्ट्रको महत्त्वपूर्ण निकायहरूमा जुन किसिमको आगो लगाउने कामहरू भयो, यो अत्यन्त दुःखद छ। म पनि एउटा जनआन्दोलनको घाइते भएको कारणले गर्दाखेरि र म 62-63 आन्दोलनको घाइते। 63 आन्दोलनमा हामीले जुन राजाको विरुद्धमा अथवा त्यो बेलाको शासकहरूको विरुद्धमा आन्दोलन गर्दाखेरि कतै पनि ती शासकहरूको घरमा अथवा त्यो बेलाको सरकारको नेतृत्व गरेको घर परिवार व्यक्ति लक्षित कार्यक्रमहरू भएको थिएन। सरकारी संरचनाहरू अहिले जुन किसिमको ध्वस्त भएको छ, त्यो किसिमले चाहिँ ध्वस्त पनि भएको थिएन। तर आज आन्दोलनको नाममा जुन किसिमका गतिविधिहरू भइरहेको छ, त्यो अत्यन्त दुःखद छ। त्यसकारणले गर्दाखेरि पनि नेकपा एमाले यो गरेको 22, 25 र 29 गतेको आन्दोलन अथवा जनप्रदर्शन, त्यो पनि एउटा जनप्रदर्शनै हो, तर यति यो ढङ्गले पनि आफ्ना कुराहरू राख्न सकिन्छ भन्ने किसिमको चाहिँ एउटा सूचना सम्प्रेषण पनि गरेको छ र नेकपा एमाले अर्को जुन किसिमको प्रदर्शनको क्रममा उठाएका कुराहरू छन् संसद पुनर्स्थापना। यो संसद पुनर्स्थापना किन पनि आवश्यक छ भने जेनजीले जुन किसिमको मागहरू राखेका छन्, हैन, कार्यकारी प्रमुखको विषयहरू लगायत विविध कुराहरू गर्नुपर्छ, जुन कुराहरू चाहिँ संविधान संशोधन नगरिकन त्यो सम्भव छैन। त्यसकारणले गर्दाखेरि संविधान संशोधन गर्नको लागि पनि संसद पुनर्स्थापना हुन अपरिहार्य छ र जसरी हामीले अहिले यो संसद पुनर्स्थापना नगरिकन यो जुन संक्रमणकाल र यो अवस्था लम्बिँदै जाने हो भने एक त यो चुनाव हुने वातावरण पनि बनिरहेको छैन, सरकारले वातावरण पनि भइरहेको छैन भने अर्को संसद पनि पुनर्स्थापना नहुने हो भने यो अन्योलताको अवस्था सिर्जना हुन्छ र देश अझै अराजकतातिर जान सक्ने खतरा रहेको छ र यो खतरा भनेको तमाम चाहिँ नेपालीहरूको लागि यो खतराको विषय हो। त्यसकारणले पनि एउटा जिम्मेवार पार्टीको भएको नेकपा एमाले
लाखौं शुभचिन्तक र कार्यकर्ता रहेको पार्टीको हिसाबले र यो देशको स्वाधीनता र सार्वभौमिकताको संरक्षण गर्नुपर्छ भन्ने एउटा बुलन्द आवाज बोकेको एकमात्र पार्टी भएको कारणले गर्दाखेरि पनि अहिलेको जुन किसिमको यो एउटा अन्योलता र कालो बादल नेपाली राजनीतिमा लागेको छ यसलाई हटाउनको लागि पनि संसद पुनर्स्थापना अपरिहार्य छ र जेनजीले उठाएको मागहरूलाई पुरा गर्नको लागि पनि संसद पुनर्स्थापना छ। तर यहाँ अनेक चलखेलबाट यो संसद पुनर्स्थापना पनि नगर्ने, निर्वाचन पनि नगर्ने र देशलाई डरलाग्दो भड्खालोमा हाल्ने जुन किसिमको परिपाटी भइरहेको छ त्यसको खबरदारीको लागि पनि लाखौं नेपालीहरू देशभरि सडकमा उत्रेर खबरदारी गरेको छ। यो अत्यन्त सकारात्मक छ र यो विषयमा सरकारले र सम्पूर्ण सरकारवालाहरूले यो विषयमा नजरअन्दाज गर्न मिल्दैन भन्ने लाग्छ र सबै राजनैतिक दल र संविधानको संरक्षण गर्ने कर्ताहरू सबैजना चाहिँ एक ठाउँमा उभिएर अब यो मुलुकलाई निकासको निम्ति अगाडि बढ्नुपर्छ होला जस्तो लाग्छ। यति कुरा राख्न चाहन्छु। हस्, नमस्कार।